जय श्रीराम। अहिले चाहिँ म यहाँ हाम्रो अनलाइन अर्डरहरू म्यानेज गरेर हो आज हाम्रो अर्डरहरू के आएको छ, कुन ठाउँमा सामानहरू डिस्प्याच गर्नुपर्ने छ भनेर हेरेर हो। यो चाहिँ हाम्रो साइटको ब्याकएन्ड भयो। यहाँ चाहिँ हजुरहरूले अर्डरहरूको नाम देख्न सक्नुहुन्छ, कुन ठाउँबाट कता अर्डर आएको छ भनेर। अनि यो चाहिँ लिस्ट बनाएको छ कुन ठाउँमा सामान डिस्प्याच गराउने भनेर। यहाँ चाहिँ अर्डर लिस्ट भयो, यो सामान हाम्रो कुन ठाउँमा जान्छ भनेर लिस्टहरू भयो। अनि बिहान चाहिँ यसरी हामीले सामानहरू कता पठाउने, कुन ठाउँबाट अर्डरहरू आएको छ भने खर चेक गर्छौँ। अनि सामानहरू प्याक भएर बिहानकै टाइममा मुभ हुन्छ। बिफोर लन्च चाहिँ हामीले सबै सामानहरू डिस्प्याच गरिसकेको हुन्छ। यहाँ चाहिँ हजुरले देख्न सक्नुहुन्छ अर्डरको सामानहरू यो चाहिँ सबै डिस्प्याच हुन लागेको हो। यहाँबाट अब कुन ठाउँमा हुन्छ भनेर प्याकिङ हुन्छ एकछिनमा, अनि त्यसपछि यो सामानहरू डिस्प्याच हुन्छ। अब घर बसी सजिलै हजुरले मिलन होलसेलको वेबसाइटबाट अर्डर गरेर सामान हजुरको घरमा आइपुग्छ। यदि हजुरलाई चामल, दाल, गेडागुडी, तेल चाहिएको छ भने मिलन होलसेलको साइटबाट हजुरले सजिलै किन्न सक्नुहुन्छ।